अब गिफ्ट किन्न तर म त एकदम एक्साइटेड छु अहिले भिडियो रमाइलो भयो है कस्तो लाग्यो त गेम खेल्दा हेलो एभ्रिवान वेलकम टु माई भिडियो आज चाहिँ म फेरि ब्लग लिएर आएको छु आज चाहिँ हामीले आज हाम्रो कति लाइक लङ टर्म पछि चाहिँ हाम्रो बल्ल आज चाहिँ सँगै छुट्टी भएको भएर चाहिँ आज कलर एक्सचेन्ज गेम खेलौँ भनेर चाहिँ ट्रेन त सकियो त्यही पनि हामीले चाहिँ ट्राई गरौँ भनेर चाहिँ अब गिफ्ट किन्न जाँदैछौँ ल जाऊँ तर म त एकदम एक्साइटेड छु मलाई मनपर्ने सामान आउँछ होला अब हामी चाहिँ ल अब हामी जाँदैछौँ कहाँ जाने हामी उलोट जाने उलोट अनि बिग डब्लु कता कता जाने उलोट बिग डब्लु पनि नजिकै छ त्यही अनि हामी त्यही जान्छौँ अनि मतलब त्यही जान्छ भन्ने छैन नि त ग्यारेन्टी होइन जान सक्छौँ अर्को ठाउँमा पनि जान सक्छौँ हेरौँ के हुन्छ तर आज चाहिँ फाइनल्ली ट्रेन त गइसक्यो यो भिडियोको लागि भए पनि हामीले चाहिँ मेमोरीको लागि अनि आफूले एउटा भिडियो बनाउने बहाना पनि भयो अनि एउटा भनेर चाहिँ हामीले आज गर्दैछौँ रमाइलो हुन्छ कि के कस्तो हुन्छ भिडियोमा चाहिँ कन्टिन्यू भइराख्नु होला फाइनल्ली हामी चाहिँ आइपुग्न लागिसक्यौँ अब यहाँ पार्किङ गरेर चाहिँ अनि भित्र जान्छौँ धेरै बेर त खै कति बेर लाग्छ अब हेर्दै जाऊँ अनि त्यसपछि अब चाहिँ जान्छौँ पार्किङतिर राख्दैछौँ घर फर्किँदैछौँ के किन्यौँ भनेर चाहिँ अहिले भिडियो के अरे भिडियोमा देखाइहाल्छौँ कसले के किन्यो अनि त्यसपछि के आवश्यक छ भन्ने कुरा थाहा भइहाल्छ अहिले अब चाहिँ हामी घर जाँदैछौँ अनि त्यसपछि घर गएर अनि त्यसपछि अनि तपाईँहरूलाई देखाइ नै हाल्छौँ भिडियोमा कन्टिन्यू भइराख्नु होला फाइनल्ली हामीले चाहिँ सामान पनि लिएर आइपुग्यौँ घरमा आइपुग्यौँ अब चाहिँ हामी स्टार्ट गरिरहेको छौँ हाम्रो चाहिँ 9वटा यस्तै 9वटा नत्र 10वटा समथिङ यस्तै कलर छ क्या होइन अनि अब चाहिँ हामीले पालो एक एउटा गरी चाहिँ भन्छौँ अनि कुनमा ल तपाईँको पालो सुरुमा ल पिङ्क चाहिँ मेरो पिङ्क भन्नाले पिङ्कै छैन होइन के हो यो मेरो पिङ्क भन्नाले पिङ्क छैन तर पिङ्क भन्नाले पिङ्कै पाइन नि त यो फिक्का पिङ्क छ नि त पिङ्क मिक्स छ नि त उसँग चाहिँ टी सर्ट जे पाइदैन भन्नु न पिङ्क छ कि बुढु यहाँ हेर्नु हल्का पिङ्क छ होइन तर जे पाइदैन भन्नु न यार मैले पिङ्क अब केटाले लाउने कुनै सामान हुँदैन नि त अनि त्यही भएर अनि मैले यो टी सर्ट कस्तो लाग्यो तपाईँलाई भित्र इनर लगाउनु कस्तो दामी छ है मलाई मन परेको लाउनु न लेख्नु तपाईँको हो क्या ल अब त्यसपछि चाहिँ ब्लू मैले भन्ने हो अब आफूले भनेर ब्लू ल ब्लू ल ब्लू भयो रेडी 1 2 3 गो नोटबुक तपाईँ चाहिँ नोटबुक किन्न मन लागिरहेको थियो नि त त्यो सम्झिरहेको थियो यस्तो वाला नोटबुक कोकोनट वाटर ल ठिकै छ अब चाहिँ मेरो पालो ल ग्रिन रेनु रेडी 1 2 3 गर्ने रेडी 1 2 3 गो मैले किनौँ जस्तो लागेको थियो होइन जम्मा एउटा मात्र फेरि ए दिन त अनि पुरै ग्रिनमा गएन मैले चाहिँ अब गाडो किने अहिले तपाईँको फेसै देखेको छैन नि अलि लाउनु लाउनु तपाईँलाई अब त्यसपछि तपाईँको पालो ब्राउन रेडी 1 2 3 हान्नु रेडी 1 2 3 ब्राउन अनियन देखेन ब्राउन अनियन अब जे पाए मैले चाहिँ कफी तपाईँलाई मनपर्छ नि त तर मैले सोचेको थिएँ होइन तर मैले रेडमा लिएर आम जस्तो लागेको थियो कि ब्याग चाहिँ रेडमा थियो नि त अब मेरो पालो होइन अब चाहिँ हामीले गर्नुपर्छ ल अरेन्ज रेडी 1 2 3 गो ल तर त्यही जे भयो नि डिफ्रेन्ट त भयो नि त होइन ल अर्को भन्नु कसको पालो ए दुईटा अब त्यसपछि रोक्नु त्यसपछि येलो ल रेडी 1 2 3 गो येलो
येलो कलर मलाई चाहिँ बनाना लाउनु खै हेरौँ न देखाउँ न होइन कस्तो रहेछ आगो छ नाइस राम्रो होला येलो कलरको मेरो येलो कलरको ड्रेस पनि त्यो छैन नि त है थ्याङ्क यू ल ए अर्को ब्लू पनि रहेछ दुईवटा नोटबुक र यो है अनि अर्को कुन रेड अब मेरो पालो रेड रेडी 1 2 3 गो एउटै भएछ नि त लाउनु मैले नि यही सोचिरहेको बिल्ड किनकि अनि मैले चाहिँ केही थिएन अनि यो आप पनि चाहिँ रेडी छ नि त ल ओके अब लास्टमा चाहिँ वाइट वाइट होइन 1 2 3 1 2 3 रेडी भएन है रेडी 1 2 2 3 गो मिल्क मैले ल्याउँ जस्तो लागेको थियो थ्याङ्क यू सो मच बुढो ल सक्स भयो अनि बान्थी ल ठिक छ अब अर्को कसको पालो सक्यो अब मेरो प्रपर कलरको खै ए पर्पल ल भन्नु रेडी पर्पल 1 1 2 3 गो गो वाउ ड्रेस फेरि पनि कप कस्तो राम्रो है त्यो केटा मान्छेलाई के दिने हुन्छ कि त्यो पर्पल कलरमा होइन आफ्नै लागि ल्याएछ कप केटाले युज गर्छन् हावा आफूलाई हुन्छ भनेर कप ल्याइदिएर वाउ कस्तो राम्रो नि राम्रो छ बुढो थ्याङ्क यू ओके अब सक्यो मैले ब्ल्याक नै ल्याएको कि रेडमा यो पनि दिन बिर्सेछु तपाईँलाई सफ्टवाला चाहिरहेको थियो नि त होइन अब ब्ल्याकमा रेडी 1 2 3 के भन्नु तपाईँले ल्याउनु भएको होइन है ल ब्ल्याकमा ग्रीन अब म चाहिँ ल्याएन नि यो चाहिँ म चाहिँ देखाउँदिनु भयो देखाउनु न यसको के ल्यायो ब्ल्याकमा चाहिँ कटुन ल भयो तपाईँको गिफ्ट देखाउनु न मेरो गिफ्ट देखाउँछु र है कति भएछ वाउ र हाम्रो चाहिँ सकियो फाइनली सकियो तिम्रो लागि ब्राउन थियो तर मैले होइन यो रेडमा दिउँ जस्तो लागेको थियो अनि मैले यो ग्रिनमा यो नै किनौँ जस्तो लागेको थियो कि कस्तो लाग्यो मकै ठिक छ मलाई मनपर्छ कि मकै थाहा छ तर मैले ल्याइदिएको वाउ ओ माई गॉड ग्रिनमा ब्याग पनि रहेछ अरू पनि छ कि केही व्हाइटमा कप ओ माई गॉड कस्तो दामी कप तर यो सजाउने खाले मात्र हुन्छ कि बुढो ब्लूमा चाहिँ यो वाउ अरू केही छ कि पिङ्क डबल उयो बेलामा दिने हो नि त अनि मैले चाहिँ कस्तो स्पेसल पाएँ नि त यो ब्याग नै रहेछ ग्रिनमा एक्स्ट्रा अनि यो पिङ्कमा टेडी अनि त्यसपछि अर्को कुन रे अनि ब्लूमा यो रबर ल वाउ अनि यो कप व्हाइट कप कस्तो राम्रो भने कहाँ मैले त्यो तपाईँलाई नै लिएर आइदिएको हो तर यो यस्तो महँगोवाला जस्तो देखिन्छ है कति डलरको है महँगो हो या तर यो कस्तो त्यो उसको लागि मात्र जस्तो हो क्या सोको लागि मात्र जस्तो राम्रो छ थ्याङ्क यू सो मच तर तपाईँको यसभरि तपाईँको चाहिँ फोटो नै देखिएन होइन ल हामीले चाहिँ अब कसको सामान कति भयो भनेर चाहिँ देखाउँदैछौँ होइन सो यो पिङ्कमा चाहिँ मैले टेडी अनि त्यसपछि अरू के पाएँ अरे पिङ्कमा ओट्स पाएँ अनि त्यसपछि ब्लूमा चाहिँ यो दुईवटा कोकोनट वाटर भयो अनि ग्रिनमा यो भयो अनि ब्याग अनि त्यसपछि अरू ब्लूमा चाहिँ यिनीहरू भयो अनि व्हाइटमा मिल्क अनि कप अनि मेरो चाहिँ यति भयो सामान यो पर्पल कलरमा चाहिँ यो भयो 1 पिस होइन यति भयो मेरो सामान चाहिँ अनि यहाँ तपाईँको सामान चाहिँ कति भयो ल के पाउनु भयो न पिङ्कमा के पाउनु भयो यो तर मिक्स छ होइन मिक्स छ बट बेटर देन पिङ्क त्यही त पिङ्कमा कुनै उनी हुँदैन नि त केटा मान्छेलाई अनि त्यसपछि अरू यल्लोमा चाहिँ अनि यो रेडमै हो तर मैले रेडमै गरेर लिएर ल यति भयो मेरो सामान चाहिँ यति मेरो सबसे धेरै भयो चाहिने सामान चाहिँ मेरो भनेर ल्याएर सधैँ यस्तै गेम खेल्नु पर्ने रहेछ बुढो गिफ्टहरू पाउनलाई ल कफी मैले खान्छु त ल भन्नु ब्राउन कफी मैले खान्छु एभोकाडोहरू त अरू त मैले खान्छु ल आज चाहिँ रमाइलो भयो है कस्तो लाग्यो त गेम खेल्दा कस्तो लाग्यो रमाइलो लाग्यो सधैँ यस्तै गेम खेल्नु पर्ने रहेछ है गिफ्ट पाउनलाई सधैँ वाउ मलाई चाहिँ एकदमै मन पर्यो सबसे बेस्ट चाहिँ यो
टेडी नि पाएँ मैले पिङ्क कलरमा तर यसमा यो पिङ्क भनेर भने भए नि हुन्थ्यो है यो पिङ्क नि छ नि त है अनि त्यसपछि मलाई सबसे मन पर्यो यो तिनवटा चाहिँ एकदम एक्सपेन्सिभ गिफ्ट जस्तो देखियो है एउटा चाहिँ वान पिस अनि एउटा यो अनि एउटा यो थ्याङ्क यू सो मच मेरो नि राम्रो थियो नि है ल आजलाई चाहिँ एकदम रमाइलो हुँदो रहेछ होइन कलर एक्सचेन्ज गेम खेल्नलाई चाहिँ एकदमै रमाइलो हुँदो रहेछ तपाईँहरू पनि डे अफको दिन यसरी नै गेम खेल्दै गर्नु होला रमाइलो हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ आजलाई चाहिँ यति नै बाई सबैलाई बाई भन्नु बाई बाई